विष्णु पौडेलले म सुगरको बिरामी छु, आफ्नै पैसामा जहाजबाट जान्छु भन्दा पनि प्रहरीले सार्वजनिक माइक्रोमा राखेर काठमाडौँ ल्यायो। बालेन सरकारमा अब कुनै बहाना नचल्ने, सुदन र बालेन मिलेर झन कडा रूपमा चलाउँदैछन् कारवाहीको डण्डा, डराए ओली र महेश बस्नेत। दशबिन सुर्खेतबाट सोमबार पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले रोडबाटै रातारात काठमाडौँतर्फ हिँडाएको थियो। पौडेलले आफू सुगर र प्रेसरको बिरामी भएकाले विमानबाट आफ्नै पैसामा जाने अडान लिएका थिए, तर उनलाई सड़कबाट नै ललितपुर ल्याइँदै गरेको सुरक्षा निकायले जनाएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्र अनुसार पक्राउ गरिएका उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखेर मुद्दा अनुसन्धान प्रक्रिया अगाडि बढाइने सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग स्रोतले बताएको छ। यद्यपि हालसम्म ललितपुर प्रहरीलाई विभागले कुनै पनि ताकेता नगरेको जिल्ला प्रहरी प्रमुख एसएसपी तुलबहादुर कार्कीले बताएका छन्। विभाग स्रोतका अनुसार पौडेललाई सार्वजनिक माइक्रोमा राखेर काठमाडौँ ल्याइएको छ। बाटोमा विश्राम र अन्य कारणले गर्दा उनी सवार माइक्रो बल्ल काठमाडौँ आइपुगेको हो। काठमाडौँ ओर्ली लगत्तै अब उनलाई अनुसन्धानका लागि विशेष अदालतमा म्याद थपका लागि पेश गरिने र लगत्तै उनलाई हिरासतमा राखिने स्रोतले बताएको छ। उनलाई नेपालगञ्ज स्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा राखेर आज बिहानको जहाजबाट काठमाडौँ ल्याउने तयारी भएको थियो। तर गृहमन्त्री सुदन गुरुङले उनलाई सुर्खेतबाट नेपालगञ्ज नपुग्दै काठमाडौँबाट स्थलमार्ग हुँदै सार्वजनिक माइक्रोमा ल्याउन भनेर निर्देशन दिइसकेपछि उनलाई सार्वजनिक माइक्रोमा राखेर काठमाडौँ ल्याइएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रको आधारमा सुर्खेत प्रहरीले पौडेललाई सोमबार कार्यक्रम स्थलबाटै उठाएको थियो। उनलाई गए राति नै सार्वजनिक माइक्रोमा राखेर काठमाडौँ ल्याइएको हो। अनुसन्धानका लागि निकायहरूले पौडेलको शेयर कारोबार, सम्पत्तिको स्रोत र आर्थिक गतिविधि सम्बन्धी विषयहरूमा छानबिन गरिरहेको जनाइएको छ। यद्यपि अनुसन्धान जारी रहेकाले आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। उनलाई प्रहरीले जरुरी पक्राउ पूर्जी थमाएर पक्राउ गरिएको स्रोतले बताएको छ। उनलाई उक्त जरुरी पक्राउ पूर्जी समर्थनका लागि र म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइने स्रोतको भनाइ छ।